यता मेरो सिडी छ अनि सिडीको भ्यू हेर्नु कस्तो छ। यो 2-3 स्टेप अहिले मात्रै बनेको छ, अगाडि अरू बन्छ। आज यो बनिहाल्छ अनि आजसम्मको काम यति भएछ अनि यता यति छ। 2-3 दिनमा यो पुरै स्टेप बनिहाल्छ सिडीको। अनि यो सनलाइट बढी आइरहेछ क्या, आँख चिम्लिरहेछ सनलाइटले गर्दा। यस्तै छ। तपाईँहरूलाई पुरै थाहा छ कि छैन मलाई थाहा छैन, तर मेरो बारेमा म सिरा जिल्लाबाट हो, वार्ड नम्बर 19, सिरा जिल्लाको वार्ड नम्बर 19बाट। अनि म पढ्ने कोशी प्रदेश विराटनगरमा म पढ्ने छु 11मा, 11 होटल स्कुलमा। होटल हो भनेर त थाहै सबैलाई थाहै भएको होला कि होटल भनेको के। यो न फेरि भन्नु कि प्लेटहरू माझ्ने काम, यो होइन कि काम सबै काम हुन्छ क्या, मात्रै काम गर्नका लागि मनमा मानसिकता हुनु पर्यो। सबै काम बराबर नै हुन्छ, कुनै काम ठुलो बढी हुँदैन, काम कामै हुन्छ। यो नभन्नु कि यो काम गर्छ त्यो काम गर्छ। अनि होटलमा बस्दा तपाईँले भन्नुहुन्छ कि प्लेट धुने काम मात्रै, यस्तो छैन। प्लेट धुने काम मात्रै होइन, कुन कुन काम हुन्छ भने सबै हुन्छ। जस्तो कि 4वटा डिपार्टमेन्ट हुन्छ होटल म्यानेजमेन्टमा। कुन कुन हुन्छ भने फ्रन्ट अफिस हुन्छ, जुन कि त्यो आउँछ नि पुरै रेकर्ड डाटाहरू राख्ने गर्छ फ्रन्ट अफिसमा। अनि हाउसकिपिङ भनेको बेडहरू मिलाउने, पुरै रुमको सेटअपहरू मिलाएर राख्ने त्यो काम हुन्छ हाउसकिपिङको। अनि हुन्छ त्यो फ्रन्ट अफिस त भनि नै सक्यो। अनि हाउसकिपिङ भइहाल्यो। अनि एउटा हुन्छ फुड प्रोडक्सन, अनि एउटा हुन्छ फुड बेभरेज। फुड प्रोडक्सन भनेको फुडहरू बनाएर सर्भ गर्ने, त्यसलाई फुड बेभरेज भनिन्छ। जस्तो कि स्टाफहरू भयो नि, स्टाफहरूलाई फुड बेभरेज भनिन्छ। अनि फुड प्रोडक्सन भनेको जसले खाना बनाउँछ, सेफ भन्छ नि जसलाई, त्यो नै हुन्छ। अहिले म एचएम +2 गरिरहेको छु। एचएम धेरै फ्याकल्टी हुन्छ मलाई थाहा छैन, तर म +2 गरिरहेको छु। एउटा डिएचएम पनि हुन्छ, +2 पनि हुन्छ, अनि ब्याचलर पनि हुन्छ। भने म +2 गरिरहेको छु अनि +2 नेपालमै गर्छु, अथवा बिएचएमको लागि इन्डिया नत्र कुनै अरू देश जान्छु। तर नेपालमा त्यस्तो छैन क्या बिएचएमको लागि, त्यसैले म अर्को देश जान्छु। अनि त्यहाँबाट बिएचएम कम्प्लिट गरेर पछि 4 साल लाग्छ। पुरै मेरो अहिलेदेखि पुरै पढाइ कम्प्लिट गर्नका लागि 6 साल लाग्छ। 6 सालमा के हुन्छ कस्तो हुन्छ हेरौँ। तपाईँहरूसँग म त आफ्नो न्युज दिँदै हुन्छु, तपाईँहरूले मात्रै हेर्नु पर्यो अनि सपोर्ट गर्नु पर्यो। यस्तै छ। 6 इयर मेरो अहिले पढ्ने बाँकी छ। सोचेरै झाउ लाग्छ यार, 6 साल कसरी बिताउने, 6 साल कसरी पढ्ने यार। अहिले सबैको मनमा के लाग्छ भने कि म आजैदेखि कमाउन थाल्यो भने कति राम्रो हुन्छ, आजैदेखि म कमाउन थालेँ। पहिला पढ्नुपर्छ नि, अनि केही गर्नुपर्छ तब कमाउनु हुन्छ नि। केही नगरेपछि मलाई सबैलाई लाग्छ, मलाई मात्रै होइन कि म कमाउन थाल्छु भने मलाई धेरै राम्रो हुन्छ, यो हुन्छ त्यो हुन्छ, यो गर्छु त्यो गर्छु। त्यस्तो हुँदैन। बुवा आमालाई सोध्नु पर्यो कि कति कष्टले पैसा आउँछ। त्यसैले पढ्नुमा अलिक ध्यान दिनु पर्यो, मेरो भिडियोमा पनि ध्यान दिनु पर्यो, सपोर्ट गर्नु पर्यो। त आजको लागि यतिकै, फेरि म भेट्नेछु अर्को ब्लगमा। हस् त साथी, मेरो भिडियो हेर्नका लागि धन्यवाद छ तपाईँहरूलाई। यस्तै सपोर्ट माया गर्नु। बाई।